नागढुङ्गा सुलुङ मार्गमा उद्घाटन गर्नको लागि अब बालेन शाह जाने अरे गर्ने केपी शर्मा ओली भन्दै एमालेको कुत्ता कुत्तिनीहरू भुक्दै थियो त। अनि तिमीहरूकै बाउ मरेको रहेछ यहाँ त। अनि बालेन शाहको अस्ति फोटो बनाएर एआईबाट ट्रोल बनाएर पुरा भुकिरहेको थियो कुत्ताहरू। तिमीहरूकै बाउ मरेको रहेछ त यहाँ र यहाँ तिमीहरूको बाउहरू आज गएको रहेछ त, अहिले भर्खरै पुगेर उद्घाटन गर्दैछ त तिमीहरूको बाउहरू। अनि अर्को कुरो सुन, केपी शर्मा ओलीले बनाएको होइन, यो देशको राज्यको ढिकुटीबाट बनाएको, त्यो पनि राज्यको ढिकुटी होइन, बाहिरबाट ऋण लिएर बनाएको। त्यो सुरुङ मार्ग बनाउन थालेको कति वर्ष भयो? त्यहाँनिर कतिजना ठेकदारहरू फेरियो, त्यहाँनिर कतिजना ठेकदारहरूले घर बनाए। त्यो एमाले र काङ्ग्रेसहरूको घर बनिएको छ, त्यहाँ भक्तहरू सबै झोलेहरू त्यहाँ कति खाएको छ, त्यहाँ कति कमसर सामानहरू हालेको छ भन्ने कुरा त्यहाँ पछि जाँच हुन्छ, पछि दाह हुन्छ के हो भनेर। तर अनि बालेन शाह उद्घाटन गर्न गयो, बालेन शाह जाने अरे, हाम्रो के अरे केपी शर्मा ओलीले गएर उद्घाटन गर्न नपाउने अरे, हाम्रो केपी शर्माले बनाएको अरे, तेरो बाउले बनाएको साले कुत्ता, तेरो बाउहरूले बनाएको साले कुकुर, राज्यको सम्पत्तिले बनाएको त्यो साला कुकुरहरू, विदेशबाट ऋण ल्याएर बनाएको, अब तिर्नुपर्छ म फाँटी। तेरो बाउ केपी शर्मा ओलीले बनाएको होइन, त्यही पनि उद्घाटन गर्न बालेन शाह जाने भयो भनेर फोटो हालेर ट्रोल बनाइरहेको थियो। तेरो बाउहरू गएछ आज, राम्रो भयो। लु हेर, तेरो बाउको आँखा फुट्ने गरी हेर है, मादर चुतहरू, कुकुर कुकुर्नीहरू, साला भत्वाहरू।